हेलो एभ्रिवान। र आजको भिडियोमा चाहिँ हामी कसरी साइटमा गएर डेटा लिएर आइसकेपछि त्यो कुरा युज गरेर कसरी म्याप बनाएर हामीले ताकि त्यसलाई रिपोर्टमा कसरी युज गर्ने भन्ने कुराहरू हेर्दैछौँ। अहिलेको लागि चाहिँ हामी साइटबाट जस्तै अब जियो प्याकेजमा मेरो फाइल छ, हजुरको चाहिँ अब डेटा सेभ फाइलमा होला अथवा कुनै फर्मेटमा होला, केएमएलमा होला होइन। सो त्यस्तो कुरा आइसकेपछि जस्ट यसलाई तानेर चाहिँ इम्पोर्ट गर्नु जिआइएसमा। आइसकेपछि यस्तो टाइपको पोइन्टहरू केही देखाउँछ र यो पोइन्ट आइसकेपछि चाहिँ अब के गरौँ भन्दा चाहिँ यो ब्राउजर भन्ने छ, यदि हजुरको ब्राउजर भन्ने यता आइरहेको छैन भने चाहिँ हजुरले अब भ्यूमा गएर प्यानलमा गएर ब्राउजरमा क्लिक गर्न सक्नुहुन्छ। सो यस्तोपछि हजुरले यस्तो टाइपको यो के ब्राउजर देख्नुहुन्छ है। अब यसमा चाहिँ हजुरले XYZ टाइल्स भन्ने हेर्न सक्नुहुन्छ यहाँ है, देखिराख्नु भएको छ होला। सो यसमा अब ओपन स्ट्रिट म्यापलाई तानेर त राखिदिन्छु। अब यो माथिपट्टि आएर मेरो पोइन्ट छेकिरहेको छ, जस्ट यसलाई म तलपट्टि धगाइदिन्छु र मेरो पोइन्टहरू पनि देखिसक्यो। अब यसलाई चाहिँ हामीले चाहिँ म्याप बनाउँदैछौँ, त्यही भएर चाहिँ म्याप बनाउनको लागि अथवा सुरुमा चाहिँ प्रोजेक्टलाई सेभ गरौँ। म कन्ट्रोल एस गरेर सेभ गरिदिन्छु यसलाई। र यसपछि यहाँ आइसकेपछि म साइट बक्स भनेर लेखिदिन्छु है त। र यति भइसकेपछि अब सिम्पली म्याप बनाउनको लागि हामीले प्रोजेक्टमा गएर न्यू प्रिन्ट लेआउट अथवा कन्ट्रोल पी सिधै गरे पनि हुन्छ र यसलाई चाहिँ जस्ट म नाम दिन्छु, एउटा साइट भनेर नाम दिन्छु है। र अब यो भइसकेपछि चाहिँ एउटा मेरो म्याप यहाँ दुईवटा छ है, यो 3D 2D भनेर छ। सो 2D एड गर्छौँ हामी यहाँ। यसपछि म यसरी यहाँ यति बााउन्ड्री यसरी लिइदिन्छु र त्यहाँ जुन लेयर देखाइरहेको छ यतापट्टि त्यही कुरा चाहिँ यसमा मेरो देखाउँछ। र अब हामी के गर्दैछौँ भन्दाखेरि चाहिँ अब यसमा म क्लिक गरेर यसमा सेलेक्ट गरेर चाहिँ यसमा हजुरले अब स्केल छ नि यहाँनिर स्केल, जस्तै अब यो स्केलहरूमा चेन्ज पनि गर्न सक्नुहुन्छ। जस्तै अब यसलाई चाहिँ हल्का मैले 10 गरिदिएँ अरे भने थोरै जुम इन भयो है। अब यसलाई अझै थोरै म जुम इन गर्न चाहन्छु भने यसलाई मैले यसरी जुम इन गरिदिएँ अझै। सो कतिसम्म जुम इन गर्ने भन्ने कुरा हो। अझै पनि यसलाई चाहिँ जस्तै मैले 6 जति राखिदिन्छु है, कति के हुँदो रहेछ ल यति जति आयो मेरो। र यसलाई चाहिँ मैले यसरी बिचतिर कतै राखिदिन्छु, यसरी राखिदिन्छु है। सो अब यति भइसकेपछि चाहिँ अब यहाँ के चाहिँ गर्छौँ हामी भन्दाखेरि हामीले चाहिँ जुन जुन यो पोइन्ट देखिरहेको छ नि, हरेक इन्डिभिजुअल पोइन्टको लागि चाहिँ केही डेटाहरू चाहिँ एड गर्छौँ र त्यसको इन्फर्मेसन चाहिँ हामी त्यही जस्तै मेरो यहाँ 10वटा पोइन्ट छ भने यो 10वटा म्याप बन्छ र 10वटा म्याप चाहिँ बनाइसकेपछि त्यसको जुनको पोइन्ट क्लिक भइरहेको छ अथवा हाइलाइट भइरहेको छ त्यसको बारेमा चाहिँ यहाँ टेबल इन्फर्मेसन टेबल प्लस फोटो हामी एड गर्नेवाला छौँ। त्यसको लागि हामी कसरी गर्छौँ भन्दाखेरि चाहिँ अब यो कुरामा चाहिँ फेरि हजुरको एट्रिब्युटमा के छ इन्फर्मेसन भन्ने कुरा हो है। अब जस्तै यसमा मेरो फोटो 1 फोटो 2 भनेर एट्रिब्युटमा छ नि त होइन। यस्तो भइसकेपछि चाहिँ अब मैले त्यो कुराहरू युज गर्न सक्छु। अब जस्तै मेरोमा फोटो छ कि यहाँनिर हेर्नु है त। अब जस्तै मैले एडिट गरेर हजुरलाई देखाउँछु। जस्तै मेरो हेर्छु नि यहाँ 1.05 MB होइन, यसरी मेरो फोटोहरू पनि राखिएको छ। सो यसलाई चाहिँ म काटिदिन्छु र त्यो कुरा चाहिँ कसरी एड गर्ने भन्ने कुराहरू यसमा हेर्छौँ। अब सुरुमा भनेको एउटा टेबल एड गरौँ यसको बारेमा इन्फर्मेसनको रूपमा। त्यसको लागि चाहिँ के गरौँ भन्दा यहाँनिर हजुरले यसरी एड फिक्स टेबल भनेर यहाँ यसरी हुन्छ, यसमा हजुरले क्लिक गरिसकेपछि यसरी म यहाँ राखिदिन्छु। यस्तो टाइपको केही आउँछ र यसमा एडिट टेबल भन्ने छ। एडिट टेबलमा गएर चाहिँ म के गर्छु भन्दाखेरि चाहिँ अब भनेको म यहाँ के गर्छु भन्दाखेरि चाहिँ पोइन्ट आइडी भनेर नाम दिन्छु र अर्कोको नाम चाहिँ के दिन्छु भन्दाखेरि यसबाट यो आयो है। अब यसपछि के गर्छु म फिचर भनिदिन्छु है, फिचर भनिदिन्छु। र यसपछि मलाई अझै पुगेन, अझै एउटा एड गर्नु पऱ्यो भने म टेबलमा गएर इन्सर्ट रो गर्छु र बिलो गर्छु है त। अब चाहिँ के गर्छु भन्दाखेरि चाहिँ यहाँनिर ड्यामेज लेभल है, हजुरको अब के छ डेटा हजुरसँग होइन, त्यही अनुसारको बनाउने हो यो चाहिँ। अब मसँग यति भएर चाहिँ मैले यसरी बनाएँ। अब पोइन्ट आइडीमा चाहिँ के राख्ने त, जस्तै नम्बर 1को लागि 1 हुने भयो, अर्कोलाई 2 हुने भयो, अर्कोलाई 3 हुने भयो होइन। फिचरलाई चाहिँ मेरो कुनै अब फिचरलाई मेरो के हुने भयो त अब होइन, कुनैलाई ड्रेनेज हुने भयो होला अथवा कुनैलाई मेरो अलाइनमेन्ट हुने भयो होला सेन्टर लाइन होइन, अथवा कुनैलाई चाहिँ मेरो फुटपाथ हुने होला होइन, कुनैलाई ब्ल्याक टप हुने होला। यसरी म्यानुअली हरेकलाई लेखेर त बसेर भएन नि त। सो हामी चाहिँ के गर्छौँ भन्दाखेरि चाहिँ जो पोइन्ट आइडी भनेर जुन मैले नाम दिएँ, सो यो कुरालाई चाहिँ म यतापट्टि गएर एक्सप्रेसन हो यो भनेको है, यतापट्टि गएर फिल्ड एन्ड भ्यालु भन्नाले हाम्रो एट्रिब्युटमा चाहिँ के छ त भन्ने कुरा हामी हेर्छौँ। जस्तै मेरो यसमा त नल देखाइरहेको छ अहिले। अब चाहिँ के गर्छौँ भन्दा सुरुमा चाहिँ एक्सप्रेसनमा यहाँनिर नल देखाइरहेको छ हाम्रो है। अब के गर्छौँ भन्दाखेरि चाहिँ हामी पोइन्टमा गएर सुरुमा यसको एट्रिब्युट टेबलमा के छ भन्ने कुराहरू हेर्छौँ है। सो यति कुरा चाहिँ छ। अब हामीलाई त्यसमा चाहिँ के देखाउन खोजिरहेको भन्दा एफआइडी देखाउन खोजिरहेको छौँ नि त। सो हामीलाई चाहिँ त्यसमा एफआइडी भन्ने चाहियो है। तर त्यो एक्सप्रेसनमा चाहिँ त्यहाँ नल देखाइरहेको छ। सो त्यो कुरा चाहिँ फिक्स गरौँ सुरुमा। त्यसको लागि चाहिँ यसमा जान्छु,
यति भइसकेपछि चाहिँ यसलाई अब हामी यसमा अब हामी एकछिनमा आउँछौँ। यतापट्टि के राख्ने भन्ने कुरा चाहिँ अब सुरुमा यतापट्टि काम सकौँ अनि यतापट्टि यसमा आउँला। र अब के भइसकेपछि हामीले चाहिँ के गर्दैछौँ भन्दा यसरी पोइन्ट आइडी फिचर ड्यामेज लेभल भनेर हरेक पोइन्टलाई एउटा म्याप, जस्तै यो पोइन्ट चाहिँ अब हाइलाइट हुन्छ अनि यसको बारेमा इन्फर्मेसन यहाँ आउँछ। त्यसै गरी चाहिँ 1 बाई 1 आउँछ र हरेकलाई त्यसरी म्याप भन्छ, 10वटा म्याप भन्छ है, जतिवटा पोइन्ट छ त्यतिवटा म्याप भन्छ। अब हामी के गर्छौँ भन्दाखेरि यहाँ एटलसमा गएर एटलस सेटिङमा जान्छौँ र अब त्यो मेरो यता आइसकेको थियो पहिले, सो हट्यो है, यसमा म जान्छु। यस्तो टाइपको केही आउँछ पपअप भएर अनि हजुरले जेनरेट एन्ड एटलस गऱ्यो भने चाहिँ अब हजुरको यहाँनिर कभरेज एरिया कुन लेयरमा काम गर्ने भन्छ, यो लेयरमा काम गर्ने। सो योमा गर्ने भने सर्ट बाई गर्दाखेरि चाहिँ अब हामीले एफआइडी राखिदिन्छु म, किनकि हजुरले यसमा एट्रिब्युटमा गएर हेर्न सक्नुहुन्छ एफआइडीको आधारमा 1 2 3 4 को आधारमा चाहिँ यसरी नै राख्ने भनेर चाहिँ मैले राखिदिएँ है। अब यति भइसकेपछि चाहिँ अब यो प्रिभ्यूमा जानु। प्रिभ्यूमा गइसकेपछि हजुरले यतापट्टि अब यसरी नेक्स्ट नेक्स्ट गर्नुभयो भने त्यही अनुसारको इन्फर्मेसन चेन्ज हुँदै जान्छ। तर हाम्रो के भइरहेछ भन्दा सबै कलर एउटै छ, हाइलाइट केही भइरहेको छैन, त्यस कारणले गर्दाखेरि चाहिँ यो केही नआएको। सो हामी चाहिँ सुरुमा यो कुरा सेटअप गर्छौँ। अब जस्तै 1 हुँदाखेरि यो 1 हाइलाइट हुनु पऱ्यो नि त। सो यो हाइलाइट हुनको लागि चाहिँ के गर्न सकिन्छ भन्दाखेरि सुरुको काम भनेको चाहिँ यो जुन पोइन्टहरूको मार्कर छ है, यसलाई चाहिँ म चेन्ज गरेर एसपिजी मार्कर भन्ने राख्छु। र हाम्रो चाहिँ यो फोटो खिचेको हो नि त, सो एउटा क्यामेराको चाहिँ म सिम्बल राखिदिन्छु, आइकन राखिदिन्छु। यतापट्टि यसो हेरेर है, अब कतापट्टि छ एउटा आफूलाई अथवा कुनै आइकन राख्दा पनि हुन्छ। जस्तो अहिलेको लागि चाहिँ म यो क्यामेराकै आइकन राखिदिन्छु र साइज चाहिँ लगभग म यसको 10 11 12 10 जति देखिने गरेर देखिनु पऱ्यो जे होस् 10 राख्छु। यदि देखिएन भने म साइज बढाउँछु। अब यस्तो टाइपको केही आएको छ है, अब देखिरहेको छ है मजाले। अब हाम्रो मेन यसमा भन्दा पनि म्याप त यसमा आउने हो होइन। यसलाई चाहिँ म एकचोटि रिलोड गर्छु। रिलोड गर्दाखेरि यसरी आयो होइन, यति देखिरहेकै छ लगभग भने अब चाहिँ सबै हाइलाइट भयो नि त। तर हामीलाई चाहिएको त जस्तै 1 को कुरा गरिरहेको छ नि 1 मात्रै हाइलाइट हुनु पऱ्यो नि त। सो त्यो कुरा देखाउनलाई चाहिँ के गर्छु भन्दाखेरि चाहिँ यसमा गएर फेरि यसमा चाहिँ रुल बनाउँछु एउटा। म रुल के बनाउँछु अब भन्दाखेरि चाहिँ यसमा चाहिँ के गर्छु भन्दाखेरि चाहिँ हाइलाइट भनेर बनाउँछु त, हाइलाइटेड इमेज भनेर राखिदिन्छु है त, अथवा फिचर भनेर राखिदिन्छु त। अब यसमा चाहिँ के गर्छु भने एक्सप्रेसनमा गएर अब चाहिँ यहाँनिर चाहिँ जेनरल भन्ने छ, फिल्ड एन्ड भ्यालु भन्ने छ है। सो यसमा चाहिँ अब दुईवटा आइडी छ। यो आइडीको कुरा भनेको आइडी अफ द करेन्ट फिचर बिङ इभ्यालुएटेड भनेको छ है। यहाँ पछि हजुरको के छ भन्दाखेरि एफ आइडी भन्ने छ है। सो अब चाहिँ हामीले के गर्नु पर्यो भन्दाखेरि यो होइन, अब हजुरले चाहिँ के गर्नु पर्यो भन्दा यता हजुरको आइडी अथवा एफआइडी के छ होइन, त्यसको अनुसार चाहिँ हजुरले यसरी क्लिक गरेर इजिकल टु अनि त्यसपछि यहाँ गएर हजुरको जियोमेट्री डेट एन्ड टाइम है, फाइल एन्ड पाथ, जेनरल, जियोमेट्री, म्याप लेयरमा हुँदैन, म्यापमा यो चाहिँ हजुरको रेकर्ड एन्ड एट्रिब्युट भित्र हेर्नुभयो भने त्यसै गरी यता पनि छैन, यहाँ पनि छैन। लगभग हजुरको यो म्यापमा देखि स्ट्रिङ टाइम भ्यारिएबल है, यो भ्यारिएबलमा यदि हजुरले हेर्नुहुन्छ भने चाहिँ यहाँ हजुरले एटलस फिचर आइडी भनेर देख्न सक्नुहुन्छ। सो यसमा चाहिँ यसमा क्लिक गर्नु। जब यो र बराबर यो हुन्छ, किनभने हामीले त्यही अनुसारको ऱ्याङ्क उतापट्टि त्यही अनुसार मिलाएको नि त एफआइडी अनुसार। जब यो भ्यालु बराबर यो भ्यालु हुन्छ अथवा हजुरको यो आइडी मात्रै हुनसक्छ है, यो नाममा हजुरले के राख्नुभएको छ त्यसमा डिपेन्डेन्ट हुन्छ यो। सो यति भइसकेपछि चाहिँ यो हाइलाइट हुनु पऱ्यो भन्ने भनेको छ है त। अब म ओके गर्छु। अब चाहिँ यसमा चाहिँ के हुन्छ भन्दा त्यो रुल चाहिँ अब लाग्छ कि है, जब बराबर हुन्छ तब चाहिँ लाग्ने भन्ने हुन्छ। सो यसमा गइसकेपछि चाहिँ अब के भइदिन्छ भन्दाखेरि चाहिँ मैले यसरी रिलोड गरिदिएँ भने है अझै पनि सबै भइरहेको छ है। सो यसमा अझै के मिलिरहेको छैन भने हेर्नु पऱ्यो हामीले, सेभै भएको छैन जस्तो छ है। रुल बेस्ड बनाएको थियो हामीले, रुल चाहिँ सेभ भएन छ। यसलाई चाहिँ हाइलाइटेड भनेर बनाएको, हाइलाइटेड फिचर भनेर बनाएको है। र यसलाई फिचरमा चाहिँ हामीले के गर्यौँ भन्दाखेरि चाहिँ जेनरलमा होइन फिल्ड एन्ड भ्यालुमा गएर एफआइडी होइन इजिकल टु अथवा हजुरको आइडी छ है, के छ अघि हजुरले उतापट्टि के राख्नुभएको छ त्यही अनुसार मिलाउनुपर्छ है। त्यो चाहिँ इजिकल टु अब त्यसपछि भ्यारिएबलमा गएर
भेरिएबलमा गएर एटलस फिचर आइडी है, यति राखिसकेपछि यसलाई म ओके गरिदिन्छु र यसलाई चाहिँ मैले अप्लाई अघि नगर त होइन ओके है, अब आयो है। अघि मैले अप्लाई गर्न बिर्सेछु सिधै काट्दै जस्तो लाग्यो त्यही भएर। सो अहिले हाइलाइट एउटा मात्रै भयो नि त होइन, सो यसरी चाहिँ हजुरको आउँछ कि है। जस्तै अब यतापट्टि हाम्रो किन यो मात्रै आयो भन्दाखेरि चाहिँ यो मात्रै आयो नि त। यसै गरी जब हजुर अर्कोमा आउनुहुन्छ यस्तो टाइपको चाहिँ हजुरको जहाँ जुन लोकेसनको कुरा भइरहेको छ त्यही लोकेसनको चाहिँ इमेज आउँछ है, यसरी चाहिँ। अब यति भइसकेपछि अब हामीले यसमा पनि यो कुराहरू पनि एड गर्छौँ। अब एडिट टेबलमा गएर चाहिँ यता हजुरले एक्सप्रेसनमा क्लिक गर्नुभयो भने र फिल्ड एन्ड भेल्युमा यसो जानुभयो भने चाहिँ अघि नल भनेर आइरहेको थियो नि, अब त थाहा पायो कि त्यो बारेमा चाहिँ कुरा भइरहेको छ भने यसले बुझ्यो यतापट्टि है। सो यसको इन्फर्मेसन यतापट्टि अब आउँछ। अब एडिट टेबलमा गएर चाहिँ अब मैले यसरी एक्सप्रेसनमा गइदिएँ भने अब सुरुमा भनेको चाहिँ म के गर्छु भन्दा यो पोइन्ट भन्ने छ नि, सो पोइन्ट आइडीको लागि चाहिँ म स्क्रेप गर्छु है त। कसरी स्क्रेप गर्ने भन्दाखेरि चाहिँ फिल्ड एन्ड भ्यालुमा गएर यसको चाहिँ हामीले कुन हो त त्यो भनेको कुन पोइन्ट आइडीमा के राख्ने त भन्दाखेरि एफआइडीवाला राख्ने हो नि त। सो एफआइडी मैले यसरी चाहिँ राखिदिएँ है। अब अर्को फिचर भन्ने राख्ने हो भने फिचरको बारेमा जाउँ र फिचर चाहिँ अब यसमा चाहिँ के नामले राखेछ त त्यो नाम भन्दाखेरि चाहिँ हजुरले यसको लागि बुझ्नको लागि यसरी यत्तिकै राख्नु भन्दा पनि एट्रिब्युटमा जानु है। एट्रिब्युटमा गएर चाहिँ बल्ल हेर्नु है। एट्रिब्युटमा जस्तै म एट्रिब्युटमा गएर यसरी हेरिसकेपछि जस्तै फिचर भनेर लास्टमा छ नि त मेरो होइन, यसरी हजुरले फिचर भनेर लास्टमा यताबाट सिधै यो विन्डो खुलेको भएर खुलिरहेको छैन, लास्टमा हजुरले लास्ट कुलुममा हेर्न सक्नुहुन्छ फिचर भनेर छ नि त। सो त्यो कुरा चाहिँ म यहाँ राखिदिन्छु। यो नाम सेम हुनु पर्दैन है, यो जस्ट लेखेको आफै लेखेको, तर यो फिचर चाहिँ हामीले त्यो राख्न खोजिरहेको भन्ने कुरा है। अब म फिचर यसरी क्लिक गरेर यसलाई पनि ओके राखिदिन्छु है त। यो अटोमेटिकली सबै मिल्छ क्या आफै। अब ड्यामेज लेभल चाहिँ कुन त भन्दाखेरि ड्यामेज लेभलको लागि पनि हामीले एउटा यहाँ बनाएको छौँ होइन। यसमा ड्यामेज लेभल कति होला, जस्तै ड्यामेज लेभल यसरी छ यसको नाम होइन। सो यसलाई चाहिँ म ड्यामेज लेभल भनेर यसरी इम्पोर्ट गर्छु र यो सबै अटोमेटिक भइरहेको छ क्या अब है। यसलाई चाहिँ अब म यसलाई यसरी काट अब म जस्तै अब कुनै फन्टहरू मिलाउनु मन लाग्छ भने जस्तै नर्मली म यो युज गरेर हुन्छु भने यसलाई यही नै राखिदिन्छु है त। यसरी गरेर यसरी गयौँ अनि त्यसपछि सबैलाई चाहिँ म एकैचोटि बुक एन्ड टिकै राखिदिन्छु। र अब यति भइसकेपछि मेरो आइसकेको छ। यदि साइज बढाउन मन लाग्छ भने पनि त्यही अनुसार हजुरले साइज बढाउन सक्नुहुनेछ है। जस्तै फन्ट यो भयो, अब साइज अलिकति अझै बढाउन मन लाग्छ भने यसलाई जस्तै 12 जति राख्नु मन लाग्छ भने 12 राखिदिनु है। यसलाई चाहिँ कन्ट्रोल ए गरेर यसलाई म 12 राखिदिन्छु है। यति भए साइज पनि बढिहाल्यो। र अब यसको जस्तै अब हजुरलाई हेडर पनि राख्न मन लागेको छ भने यसमा क्लिक गरेर हजुरले यहाँ टेबलमा गएर चाहिँ इन्क्लुड हेडर रो गर्न सक्नुहुन्छ र यसमा चाहिँ यो भनेको हाम्रो के हो त एट्रिब्युट भयो र यसै गरी हाम्रो यो भनेको भ्यालु भयो है। गरेर यसपछि यतिमा हजुरले यसलाई काटेँ मैले अनि त्यसपछि चाहिँ माथिको त्यो बोल्ड हुनु पऱ्यो नि त होइन, र यो फन्ट पनि मिल्नु पऱ्यो त्यही अनुसारको। अब यो कुरा चाहिँ यहाँबाट मिलाउन मिल्छ है। यसलाई म काटिदिन्छु यतापट्टिको र हेडिङ फन्ट भनेर यहाँ छ, यसलाई चाहिँ म बुक एन्टिक्वा नै गरिदिन्छु सेम र यसलाई चाहिँ म बोल्ड गरिदिन्छु र यो साइज चाहिँ लगभग म 14 जति अथवा 15 जति राखिदिन्छु अथवा 13 पनि ठिकै छ है, 13 राखिदिन्छु है त। अब यति भयो हाम्रो काम सकिसक्यो। यति भइसकेपछि अब हजुरले यो कुरा त राख्नुभयो तर यही कुरा चाहिँ हजुरको सबैलाई चेन्ज भइसक्यो अटोमेटिकली आइसक्यो कि जुन अघि हामीले एक्सप्रेसन युज गऱ्यो नि त्यसको मिनिङ चाहिँ यो है, त्यसको युज 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 भनौँ न होइन, यस्तो टाइपको चाहिँ हुन्छ र यसरी चाहिँ हाम्रो सबै सबै अटोमेटिकली हाम्रो आइसक्यो है। अब हामी के गर्छौँ भन्दाखेरि चाहिँ जस्तै यो क्यामेरा यहाँ छ है, अब सरेको हेर्नु है त, यसरी सरिरहेको छ नि त। यसलाई एकचोटि रिलोड गर्छु ल म। जस्तै यो क्यामेरा सर्यो नि त होइन, जस्तै 1 2 3 होइन। अब नजिक नजिक फोटो खिचेको भएर चाहिँ नदेखेको जस्तै सर्यो नि त नजिक नजिक भएर है, यसरी आयो नि त। सो यो सरिरहेको छ। सो अब यो क्यामेरामा यहाँनिर चाहिँ फोटो खिच्दा कस्तो आइरहेछ भन्ने कुरा चाहिँ फेरि हामी यहाँ राख्छौँ कि त्यो फोटो चाहिँ। अब त त्यसको लागि के गर्छौँ भन्दाखेरि चाहिँ एउटा फोटो यहाँनिर एड पिक्चर भन्ने छ। सो एउटा पिक्चर चाहिँ यहाँ राख्छु म यसरी है, यसरी राख्छु र यही पिक्चरको बराबर अर्को पनि म कन्ट्रोल सी गरेर कन्ट्रोल भी गर्छु र यता राख्छु है त। अब सुरुमा एउटालाई मिलाउँ अनि त्यसपछि चाहिँ अर्कोलाई पनि मिलाउँ, यसलाई डिलिट गरिदिन्छु यसलाई म। जस्ट यसलाई चाहिँ सुरुमा कसरी फोटो ल्याउने त भन्ने कुरा हुन्छ। जस्ट अहिले ब्ल्याङ्क आएको छ नि त इमेज राख्दाखेरि। अब यो एसभिजी इमेज भन्ने छ, अब रास्टर इमेज भन्नेमा जाउँ है, इमेज रास्टर इमेज भन्ने छ यसमा जाउँ। यसमा गइसकेपछि के गरौँ भन्दाखेरि यसमा गएर अब यतापट्टि छेकिरहेको हुन्छ धेरै जसोमा, यति गरेर थोरै यसलाई तान्नुपर्ने हुन्छ है। तानिसकेपछि यहाँनिर यसरी क्लिक गरेर अब एडिट भन्ने छ, एडिटमा गएर अब चाहिँ मेन जहिले पनि है एट्रिब्युटकै कुरा आउँछ है। फिल्ड एन्ड भ्यालुमा जानु र फिल्ड एन्ड भ्यालुमा गइसकेपछि चाहिँ हजुरलाई कुन चाहिएको त भन्दाखेरि यो फोटो वान चाहिएको, फोटो वान यसरी चाहिँ राखिदिनु, ओके गरिदिनु भयो भने हजुरको फोटो यसरी आउँछ है।
सो अब यसरी चाहिँ यो हजुरले अझै स्पेस छ मजाले भने स्पेस अझै युटिलाइज गर्न सक्नुहुन्छ यतापट्टि यसरी है। यस्तो टाइपको अझै मजाको स्पेस छ भने यसरी भयो है। र कन्ट्रोल सी गरेर कन्ट्रोल भी गरिदिन्छु र स्पेस मेरो मजाले छ भने म अझै यहाँनिर यसरी राखिदिन्छु र साइज चाहिँ थोरै ल यति भएपछि ठिकै छ है। ल ठिक छ, यसलाई म यसकै बराबर गर्न खोज्छु र यता पनि थोरै हाम्रो एरिया त छ, यति यति जति लिन्छु है त ल म। र यति जति भइसकेपछि चाहिँ अब यो हाम्रो एट्रिब्युट यसको बारेमा इन्फर्मेसन आइहाल्यो, इमेज पनि हाम्रो आयो र यो इमेज सेम भयो नि त। सो यसलाई यसको पनि के गर्नु पऱ्यो भन्दा यहाँनिर गएर एडिटमा जाउँ, एडिटमा गएर चाहिँ अब यो फोटो 1 त अघिको थियो, अब यसलाई चाहिँ फेरि अर्कोमा जाउँ, अर्को फोटो पनि छ हामीसँग फोटो 2 भनेर छ। सो अर्को फोटो 2 चाहिँ म यसमा राखिदिन्छु है। अब यसको फाइदा के हो एक्सप्रेसनको फाइदा भन्दाखेरि चाहिँ जस्तै एउटा एउटा इमेज अपलोड गर्दा थाल्यो भने हजुरले हरेकलाई एउटा एउटा अपलोड गर्नुपर्छ। त यसको फाइदा के भन्दाखेरि अटोमेटिकली एउटालाई त्यसरी एक्सप्रेसन मिलाउनु भयो भने सबैलाई चाहिँ यसरी एक्सप्रेसन आफै मिल्छ है। जस्तै यो आयो नि त होइन, जस्तै यसको यो इमेज चेन्ज गर्नुपर्ने रहेछ, यहाँनिर हल्का यो मिलिरहेको छैन यसको इमेज है, यो डेटाकै हो। यसरी चाहिँ अब एउटा माथिको पिक्चर चाहिँ जस्ट एउटा फोटो खिचेको छ र यसको जुम गर्दा कस्तो देखिन्छ भन्ने कुरा चाहिँ यहाँनिर छ है। र यसरी चाहिँ हजुरले मजाले म्याप बनाउन सक्नुहुन्छ है। र यसरी चाहिँ अब यति काम सकिसकेपछि हजुरले यसमा जानु है, एक्सपोर्ट एटलास इमेज भनेर यसमा क्लिक गरेर हजुरले एउटा फोल्डर बनाउनुहुन्छ एक्सपोर्ट भनेर, र एक्सपोर्ट भनेर यसरी बनाइसकेपछि अब सिलेक्ट फोल्डर गरिदिन्छु र यस्तो टाइपको केही आउँछ र ओके गरेर म यसलाई चाहिँ अब डिपिआई आफ्नो हिसाबले धेरै रिजोल्युसनको चाहिँदैन मलाई भनेर यतिको राखिदिन्छु र सेभ गरिदिन्छु है। र यति गर्नुभयो भने चाहिँ अब यो फोल्डरभित्र जानुहुन्छ भने हजुरले मजाले सबै हजुरले जे बनाउनु भयो नि जस्तै मजाले हजुरले हेर्न सक्नुहुन्छ। जस्तै क्यामेराको आइकन यहाँ छ होइन, एट्रिब्युटको इन्फर्मेसन यहाँ छ, यो भयो इमेज है। यसरी चाहिँ क्यामेराको आइकन पनि सर्दैछ हेर्नु त। यसरी चाहिँ हजुरले एटलस युज गरेर चाहिँ हजुर साइटको डेटा चाहिँ मजाले इमेज सहित र एट्रिब्युट र भ्यालु इन्फर्मेसन सहित चाहिँ राख्न सक्नुहुन्छ। र आजको भिडियोमा चाहिँ यति नै। यदि हजुरलाई यो गर्दा कतै केही कन्फ्युजन भयो भने चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ। हस्, थ्याङ्क यू।